वीरा परा खेल्ने खाने देवी देउरा दिहो बाबु बन्न बासी निलाई बायाँ सधे राखी दिनु रह जलको डङ्की निलाई 12 जीवा महा गरी बगाई लानु बाबु सुझाइ लानु सिक्का रिली लाही पनि दायाँ राखी ल्याउनु सिद्ध सिंह देवी सँगमै हुन्छ बाबु त्यो हो के हे भन्लास मोह सिंह राजा मोह सिंह रानी भई खेली खाई आए कहिले मलाई दुःख कष्ट दियौ प्यादा बिग्ना दियौ यहाँ मेरो सारा छन्द विषय डह हुँदै गयो रह मैले खतै गएको हुँ मलाई जुठो पुठो गराइ ल्यायो म त जुठै खाने भन्यो मलाई हेला हिंसा गर्यो लतै कराइ ल्यायो बाबु मैले चिन्ने खेलाइ ल्याउँदै छु मलाई दुःख कष्ट दिन बाबु कति वर्ष उता बासी हिँडी भयो र कति वर्ष कति भन्दा 3 वर्ष अगाडिदेखि नै ल्याएको थियो सपन किन रोके छेकेर ल्यायो कसले रोके तैले लगिस् तर ल्याइस् तैले लान त लगिस् तर तँलाई दिएन हो कि हैन तेरो घरमा बसेन हो कि हैन हो कि हैन भन् के गर्न हो तेरो शिला पत्थरमा खेलेर खाएर जानलाई यो थानमान मन्दिरबाट अहिले मैले जाने छैन मेरो मानमनी त छैन मलाई पुगेको छैन नामकरण भएको छैन नामकरणै नरनै नभएपछि हामी त बालाचेलीमा ल्याएको थियौँ नि त सही सपनीमा दिएर ल्यायौँ यो शिला पत्थरमा हामी यहाँ छौँ यहाँ बस्छौँ यहाँ खान्छौँ यहाँ मलाई यस्तो भयो यहाँ छन्ड बिछन्ड भयो भन्यो को घर गाउँबाट कति के आयो कसो गर्यो के भन्यो दुःख मन गर्यो हो कि होइन दुःख मन गरेर ल्याएको छ कि छैन छ अनि अहिले हेर्दै पर्दै जाँदा मैले त्यसो गर्ने छैन अब यो यहीँ कसो के गर्ने हो गरौँ भन्दै छ है बाबु मान्नलाई त शुभ छ यहीँ मानेर लैजाऊ तर घरको कुलमा पनि गाइनो गरेर जहाँबाट माने पनि वर्ष दिनमा यसो चण्डी रुद्री गरजप गरेर माफ मागेर जाऊ क्षमा मागेर जाऊ मन्दिर खडा गर घरमा कुनै दुःख कष्ट बाधा बिग्न पर्दैन है बाबु बाला डाङ्ग्रे आफू नाम थर
हामी त को भन्छस् होला नाम हामी त यही भन्नु हिमाल पर्यो नि त। हिमालमा बस्ने हो नि त अँ, छत्तीसबाट लिने हो नि त अँ, हामीलाई चिन्दैनस् होला है शिवजी सङ्गमा छौ बाबु महारानी हो चौदाहाङमा बहिनी सङ्गमा छौ पाथिबारा देवी पञ्चकन्या देवी सिंह देवी सङ्गमा छौँ हामी यो पर्वको नै हो नि त बाबु अँ, के भन्नु? त्यही त बाह्र पर अरे नि। लडा पर अन्जन व्यञ्जनमा दुःख कष्ट तिमी चल्ला नमान्नु खेल्ने। भिरमार्का नलिनु त्यो कहीँ टुटे अब फुट्यो बिग्रियो दैविक भत्कियो शक्ति पाएका नमान्नु। मातालाई किन यस्तो बेचल्नी पाराको हो, हामी हो, के केले हो भन्नु? त हो भनी लौ न त अब पछुवा के थियो तेरो बान्दैनस् कि मानु के जाति के भन्छस् हौ अगुवा पछुवा चिन्दैनस् कि? नमस्कार हो के भन्यो घाँस खानेको दुःखले घाँस खाने भएर आएको छौ कि हौ अघिदेखि सत्यजुगको उत्पत्ति हो हामी यो शिला पत्थरमा बसेर ल्याउने हो अब ल त हामीरा किन यो यसरी पाहाडमै बसेर ल्याउने हो मातालाई ठिकै छ अहिले अहिले यस्तै जलथलमै बसेर ल्याउने हो कुनै पनि धाउने हो हामी कुनै पनि तल बितल पर्नु भएन मनमूर्खले हामीलाई जतिसम्म कुनै दुःख गर्यो कष्ट नमान बाबु। दुःख मनाउ हाम्रो दैविक शक्ति बिरमार्का पाएकोलाई नमान। कसैले हामी त रोकेर जसले छेकेर जे माग्छ सक्दैन त्यही दिन्छौँ। हो सुन छेक्नु माग्छ हुँदैन भने सुनै माग्छस् गुण माग्छस् भने गुणै दिन्छौँ जस्तो चिज जो हुन्छ सही त्यही। सत्य मारेर आएको छ सत्य त्यसलाई भन्छस् भने सत्य सत्य लिएर छौँ। जान दिनु हो यो तिमी पत्थर हो भनेर ल्याउँछस् भने पत्थर भएर बसेको छौँ हो। तैँले एउटा यो जलभूमिमा आएर जलको देवी सङ्घमा नाग नगिनी सङ्घमा लिएर हिँड्ने देवदेवकीको सङ्घमा आएर दुःख कष्ट दिएर ल्याउने यो बाधा बिघ्न गराएर ल्याउने खण्ड विखण्ड गराएर ल्याउने पाजी पाखण्डी सय शत्रुको नाश गरेर जान्छु नि हौ हो त्यसै तैँले गर्नुपर्छ देख्दैनस्? तिमीले मलाई नाश गरेर गरेन भने यो कसरी रहन्छ अरे हामी त रने के गरौँ कहाँ आफ्ना जाउँ दैविक शक्ति कसको घरमा हुनुहुन्छ कसले त्यसैको मानेर हिसाबमा हामीले लाँदैछ? सारा दिन आउँछौँ यस्तो तमाम जत्राहरू समाजहरू हामी पत्रकारहरू हामी भन्न भलाउनेहरू धामी धमन्तरीहरू झाँक्री झगनिनेहरू जे छ सत्य हो त ए हामीसँग जलबान थलबान अग्निबान बिजुली बान मृत्युबानसम्म छ नि हौ के भन्नु सिलाउनु हुँदैन त अब हामीले त यो जीवन तला भूमि तलामा आएर बस्यौँ हेर हामीलाई यहाँ अलिकति खन्दा खोसिँदाखेरि थारा दुःख कष्ट पर्यो पिर पर्यो हाम्रो शिरमा त्यहाँदेखि हामीले यो घर गाउँमा खेल्यौँ खायौँ के भयो त अब हामीलाई यहाँ माने गुनी लानलाई त विधि विधान साथ लिएर जानु बाबु नत्र जसले भने दैले भने त्यहीले यतिकै छोडेर गयो भने त राम्रो हुँदैन है ठिक छ हामी विधि विधानताबाट हामी गरिन्छौँ अब ल बाबु वेद विधानबाट जान्छस् कि जय जनपा ओजा बिजुवाको विधानबाट जान्छस् कि हो कुनै कसैको आफ्नै मनुष्यकै विधानबाट जान्छौ त तिमी अब भन तिम्रो बालो चेलोमा सेवा गर्दै लानेछौ हामी चण्डी रुद्री वेद विधान गर्नेछौँ हामी यहाँ रपजप गराएर लान्छौँ अर्थात् हामी धमन्तेरीबाट बिजाएर लान्छौँ वनवासिनीलाई बुझाइदिन्छौँ डङ्किनीलाई बुझाइदिन्छौँ नागलाई पनि भाग दिन्छौँ कालीको पनि भाग दिन्छौँ सिकारीको पनि भाग दिन्छौँ यहाँ त 36वटा देवदेवकीहरू जसको नि यो पाहाड पर्वतभरि छ यहाँ नाग नगिने काली नाग सेती नाग सस्त्र नाग नगिने छ त जिमे बुमेमा किन हामीलाई देख्दैन देख्छ नि हो कस्तो देख्दैन देख्छ नि हो देख्नेले पो देख्छ त हामी त देख्दैन त जे सोच त्यही हुन्छ यो बालो चेलोमा के भन्नु भन्छ सोला अझै पनि यहाँनिर थोरै रोकिएको छ दबिएको छ है नयाँपट्टि ठिकै छ मातालाई अब जन्म दिने माताले आफ्नो गुरुदेवलाई चलाएर लान्छ सप्तमी ठिक छ हामी गर्छौँ त्यो सोध्दै जाँदा जे देखे आफू गुरुदेवले देखेछ कुनै दुःख पीडा छैन बुझाएर लैजाऊ सिधी विधि गराएर लैजाऊ बाहुन मेलोबाट थामी मेलोबाट तब राम्रै हुनेछ ठिक छ ब्रह्मकेबाट चण्डी रुद्री हामी के थाहा हामी गौतम कहाँ ए भयो बुझेँ मैले सक्यो अहिले थाहा भयो